एउटै अनुहार परेको 7 जना हुन्छ भन्छन्, बाँकी म जस्तै 6 जना चाहिँ कहाँ होला? म त यहाँनिर पागल जस्तो सोचेर बसिरहेको छु, अरू के गर्दै होला? तर त्यो बाँकी 6 जना पनि म जस्तै गरिब, यतै अल्छे, काम नगर्ने, तर पैसाको लागि चाहिँ सोचेर बस्ने, यति पैसा भए हुन्थ्यो भनेर सोचेर बस्ने खालको छ कि जाँगर गरेर केही काम गर्छ कि के गरेर बस्दो होला त्यो बाँकी 6 जना चाहिँ? के भेट्न पाए नि हुन्थ्यो। तर त्यो एउटै अनुहार परेको 6 जना सँगै भयो भने त कस्तो हुन्थ्यो होला है? अचम्म हुन्थ्यो होला नि। त्यहाँनिर सबै अनुहार परेको एउटै, तर लुगा चाहिँ अर्कै लाउनुपर्छ है। अर्कै लायो भने चाहिँ यो मान्छे भनेर चिनिन्छ होला नि। एउटा लायो भने त चिन्दैन होला है। बोयफ्रेन्डहरू पनि छक्कै पर्छ होला क्या, कुन चाहिँ मेरो गर्लफ्रेन्ड हो भनेर के।